केपी ओलीको राष्ट्रवाद छताछुल्ल भयो। झापा 5 का उम्मेदवार केपी ओलीले काठमाडौँको टुँडिखेलमा अमेरिकी सेनाको परेड देख्दा राष्ट्रियता खतरामा परेको देख्नुभयो। उहाँले मञ्च तताउँदै भन्नुभयो, यो सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नाङ्गो नाच हो। सुन्दा कति क्रान्तिकारी, कति राष्ट्रवादी, तर पर्खनुस्, हिजो प्रधानमन्त्री हुँदा यिनै अमेरिकी र भारतीय सेनाले टुँडिखेलमा ब्यान्ड बजाउँदा ओलीजीलाई त्यो सांस्कृतिक आदान प्रदान लाग्थ्यो। तर आज सत्ता बाहिर हुँदा त्यही कुरा नाङ्गो नाच भयो। यो कस्तो राष्ट्रवाद हो कमरेड? सत्तामा हुँदा लम्पसार पर्ने र सत्ता बाहिर हुँदा हुङ्कार गर्ने। आज हामी प्रमाण सहित ओलीको यो मौसमी राष्ट्रवादको धज्जी उडाउने छौँ। पहिला कुरा गरौँ, ओलीले आज के भने? चुनाव नजिकिँदै गर्दा झापामा बालेनको डरले अत्तालिएका ओलीलाई एउटा मुद्दा चाहिएको थियो र उनले मुद्दा बनाए टुँडिखेलको परेड। उनले भने, नेपाली सेनाको दिवसमा विदेशी सेना ल्याएर नचाउनु हाम्रो स्वाभिमान माथिको प्रहार हो। उनका कार्यकर्ताले ताली बजाए। ओलीबा जिन्दाबाद भने। उनीहरूलाई लाग्यो, ओहो, हाम्रो नेताले त अमेरिकालाई पनि थर्काए। तर बिचरा ती सोझा कार्यकर्तालाई थाहा छैन कि उनीहरूको नेताको मेमोरी पावर कमजोर भए पनि गुगल र युट्युबको मेमोरी कमजोर छैन। ओलीले सोचेका थिए होलान्, मैले जे बोलिदिए पनि हुन्छ, जनताले पट्याइहाल्छन्। तर यो 2026 साल हो ओलीबा। तपाईले माइक्रोफोनमा बोल्दा नबोल्दै जनताले तपाईको पास्ट खुलिसकेका हुन्छन्। अब प्रमाण हेर्नुस्। तारिख विक्रम सम्वत 2075। स्थान टुँडिखेल सैनिक मञ्च। कार्यक्रम सेना दिवस। प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली। त्यो दिन पनि भारतीय सेना र बेलायती सेनाको ब्यान्ड टोलीले प्रस्तुति दिएको थियो। त्यति बेला ओलीजीले के गर्नुभयो? के उहाँले मञ्चबाट ओर्लिएर यो नाङ्गो नाच बन्द गर भन्नुभयो? उहाँले त उल्टै दाँत देखाएर ताली बजाउनु भयो। विदेशी जर्नेलहरूसँग हात मिलाउनु भयो। अझ 2086 सालमा अमेरिकी सेनाको ब्यान्डले यो नेपाली शिर उचालीको धुन बजाउँदा ओलीजी गदगद हुनुभएको थियो। त्यति बेला त्यो राष्ट्रवाद कहाँ गएको थियो? त्यति बेला सार्वभौमिकता दुखेको थिएन कि प्रधानमन्त्रीको कुर्सीमा बस्दा कान र आँखा बन्द हुन्छन् र बालकोटको बारदलीमा पुगेपछि मात्र खुल्छन्? यो भिडियो भाइरल हुनुको कारण यही हो। जनताले देखिसके ओलीको राष्ट्रवाद भनेको अवसरवाद मात्र हो। अब गम्भीर प्रश्न, ओलीले आजै यो कुरा किन उठाए? किनकि फागुन 21 गते चुनाव छ। झापा 5 मा उनी बालेन शाह र रासोपाको घेराबन्दीमा छन्। विकासको एजेन्डामा भोट माग्न सकिँदैन, रोजगारीको कुरा गर्न सकिँदैन। त्यसैले अब बाँकी रह्यो एउटै अस्त्र, खोक्रो राष्ट्रवाद। म मात्र राष्ट्रवादी हुँ, अरू सब विदेशी दलाल हुन् भनेर देखाउन उनले यो नाटक रचेका हुन्। उनी चाहन्छन् कि जनताले महँगी बिर्सिउन्, भ्रष्टाचार बिर्सिउन् र ओलीले अमेरिकालाई गाली गर्यो भनेर भोट हालुन्। यो सेन्टिमेन्ट क्यास गर्ने पुरानो तरिका हो। लिम्पियाधुराको नक्सा छापेर भोट माग्ने अनि पछि त्यो नक्सा पाठ्यपुस्तकबाट हटाउने को थियो? यिनै ओली होइनन्? एमसीसी पास गर्ने बेला संसदमा मौन बस्ने अनि अहिले विरोध गर्ने को यिनै ओली होइनन्? यो जनतालाई उल्लु बनाउने खेल अब बन्द हुनुपर्छ। आलोचकहरूले सही भनेका छन्, यो भोटका लागि उठाइएको खोक्रो राष्ट्रवाद हो। यदि ओली साँच्चै विदेशी हस्तक्षेप विरोधी हुन्थे भने आफू प्रधानमन्त्री हुँदा किन विदेशी गुप्तचर प्रमुखलाई मध्यरातमा बालुवाटारमा भेटे? त्यति बेला नाङ्गो नाच भएन?